नमस्कार मेरा प्यारा देशवासीहरू र समस्त नागरिकहरू। देश अहिले निकै नै जटिल अवस्थामा गुज्रिरहेको हामी सबैलाई अवगत नै छ। राष्ट्रमा घटेका यी विपत्तिपूर्ण घटनाहरूले सम्पूर्ण नेपाली मन मस्तिष्कमा स्तब्ध बनाइरहेको कुरा यथार्थ हामी सम्पूर्णलाई जानकारी नै छ। त्यसमाथि पनि मेरो सुपुत्र पारस शाह मरिबक्सेको यो भ्रामक हल्ला र मडगडन्थे हल्लाले देश थथाएको छ। तर त्यही हल्लाले कैयौं लाखौं करोडौं जोडी परेलाहरू भिजिरहेको अवस्था पनि छँदै नै छ। हामीलाई निकै नै अफसोस र दुःख छ जहाँ यो हल्ला भएर नेपाली राष्ट्रकै बेइज्जत भएको छ र यस्तो अवस्थामा पनि नेपाली नागरिकका हैसियतले यी शब्दहरू व्यक्त गरिबक्सेको छु। म राजा हुँदा, राजतन्त्र नेपालमा हुँदा मैले एउटा सीमा भएर देश चलाएको सबैलाई सर्वविदितै छ। अहिले हजारौं मुसाले देश चुसिरहेको अवस्थामा नेपाली नागरिकहरू चुप लागेर बस्नु नेपाली स्वाधीनतामा नै प्रश्न चिन्ह खडा गरिएको छ। यो घटनाले सम्पूर्ण नेपाली नागरिकहरूमा यो जानकारी गराउन चाहन्छु, पारस शाह जीवितै छन्। पारस शाह अहिले क्रिटिकल सिचुएसनमा हुँदा हामीलाई ज्यादै नै निकै नै दुःख लागेको छ। सायद सम्पूर्ण सच्चा नेपाली नागरिकहरूलाई लागि बक्सेकै घटना हो यो। तर यस्ता मनगढन्थे जुन भ्रामक समाचारहरू सम्प्रेषण भइरहेका छन् त्यसले स्वाधीनता मात्रै होइन नेपालको सार्वभौम सत्तामाथि नै प्रश्न खडा गरेको छ। अन्तमा नेपाली नागरिक भएर बाँचेका पारस शाहको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै म यहाँबाट बिदा हुन्छु। अन्तमा श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्। जय नेपाल।